हाई गाइज म आज तपाईहरुलाई मेरो साध्यात्मक रहेको जिम हलमा लिएर आएको छु। मैले त्यहाँ गएर मेरो जिम हलमा गएर एउटा तपाईहरुलाई सानो भ्लग देखाउन गइरहेको छु। कृपया हेरिदिनु हुन्छ भन्ने पूर्ण विश्वास छ। ढान्टाडा गाइज हुन त तपाईहरुलाई थाहा भएकै कुरा हो, यो 21 सेन्चुरीमा आएर जिम नगर्ने मान्छेहरु प्राय केटा होस् अथवा केटी होस्, लेडिज और जेन्ट्स जोसुकै किन नहोस् जिम गरिरहेको अवस्था देख्न सकिन्छ हामीले हैन। यो फिजिकल भनेको हामीलाई हाम्रो शरीरलाई एकदमै आवश्यकता पर्ने चिज हो, जुन कि फिजिकल बिना हामीले आफ्नो शरीरको कल्पना पनि गर्न सकिँदैन। हामीलाई विभिन्न किसिमका रोगहरू लाग्ने सम्भावना हैन, हामीलाई विभिन्न इम्युनिटी पावरहरू कमी हुनेको सम्भावना कम हुन्छ। त्यसैले गर्दाखेरि हामीलाई फिटनेसको एकदमै आवश्यकता छ। त्यसैले गर्दाखेरि म आज तपाईहरुलाई यो जिम हलमा लिएर आएको छु। मैले के गर्छु र मैले फिजिकलहरु के गर्छु, मेरो ट्राइसेपको लागि के गर्छु, मेरो एब्सको लागि के गर्छु, मेरो थाइको लागि के गर्छु, मेरो ट्राइसेपको लागि, ब्याकको लागि, मेरो चेस्टको लागि के गर्छु भनेर तपाईहरुलाई देखाउन गइरहेको छु। कृपया हेरिदिनु हुन्छ भन्ने मैले विश्वास गरेको छु। टान्टाडा